नमस्कार सम्पूर्णमा। आज बिहान 6 देखि 8 बजेसम्मको एउटा ग्रुपको परीक्षा चलिरहेको छ। उहाँहरूले अङ्ग्रेजी भाषाको परीक्षामा समावेश हुनुहुन्छ। आफूले सिकिरहेको ज्ञान मैले कति सिकेँ त भनेर मूल्याङ्कनको लागि उहाँहरू परीक्षामा सामेल हुनुभएको छ। अङ्ग्रेजी भाषा अहिले एकदमै आवश्यक छ। यदि हामीले अङ्ग्रेजी भाषा सिक्यौँ भने भविष्यमा गएर हरेक कार्यमा हामी अगाडि बढ्न सक्छौँ। त्यही उद्देश्यका साथ उहाँहरू आएर परीक्षामा पनि सामेल भइराख्नु भएको छ। र मैले कति सिकेँ भनेर आफ्नो मूल्याङ्कन आफूले गर्ने प्रयासमा पनि हुनुहुन्छ परीक्षाको माध्यमबाट। र परीक्षामा भएका कमी कमजोरीहरूलाई सुधारेर आफ्नो सिकाइलाई अझ प्रभावकारी ढङ्गले अगाडि बढाउनको लागि उहाँहरू तयार हुनुहुन्छ। र आफूले अङ्ग्रेजी भाषाको लागि